मैले चाहिँ के सोचिरहेको थिएँ होइन, के सोचेको थिएँ के भइदियो, अब धेरै नै नराम्रो भयो। हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ हामी कुरा गरौँ युट्युबको नयाँ मोनिटाइजेसन पोलिसीको बारेमा। अब युट्युबले चाहिँ अब किन अचानक अनाउन्स गर्यो कि अब 1000 सब्सक्राइबर अनि 4000 घन्टाको वाच टाइम होइन, हामीलाई चाहिँ 8000 घन्टाको वाच टाइम चाहियो मोनिटाइजेसन गर्नलाई। अब त्यति मात्र कहाँ हो र, सर्ट्समा 10 मिलियन भ्युज 90 दिनमा ल्याउनु पर्थ्यो। अब चाहिँ चाहियो हामीलाई 20 मिलियन रियल भ्युज सर्ट्समा। अब यो चाहिँ अब धेरै सकिङ कुरा हो, किन भन्दाखेरि हामी जस्तो नर्मल क्रिएटरहरूलाई चाहिँ 1000 सब्सक्राइबर पुग्न चाहिँ 2-4 वर्ष लाग्छ, खास गरी मलाई। अनि अब हाँसो पनि आइरहेछ, रुन पनि मन लागिरहेछ। अब धेरैजनाले चाहिँ छिटै 1000 सब्सक्राइबर पुगाउनुहुन्छ होला, तर मलाई चाहिँ धेरै टाइम लाग्छ, किनभने हजुरहरू सब्सक्राइब नै गर्नुहुन्न कहाँबाट। अनि 8000 घन्टा वाच टाइम भन्दाखेरि चाहिँ अब मैले चाहिँ नसोचे हुन्छ। अब म चाहिँ यसको बारे सोच्दिनँ। अब यो चाहिँ अब अझै पनि एउटा मौका छ हजुरहरूलाई। अब हजुरहरूकै हातमा छ, तपाईँहरूले चाहिँ सब्सक्राइब गर्नुभयो भने, मेरो सबै भिडियोजहरू हेर्नुभयो भने मेरो वन्स मोनिटाइजेसन हुन्छ। अब हजुरहरूले सपोर्ट गर्नु नै भएन भने चाहिँ कहाँबाट हुन्छ। अब अझै पनि 3-4 महिना टाइम छ, फेब्रुअरीदेखि हो लागु हुने यो न्यू मोनिटाइजेसन पोलिसी। त्यति बेलासम्म चाहिँ मेरो 1000 सब्सक्राइबर चाहिँ पक्कै पनि हुनु पर्यो। 8000 घन्टा वाच टाइम नपुगे पनि 1000 सब्सक्राइबर चाहिँ पुर्याउनु चाहिँ पर्यो है। यो चाहिँ मेरो अब धम्की नै भन्दा पनि हुन्छ। अब धम्की होइन हो, रिक्वेस्ट हो, रिक्वेस्ट। आइ एम जस्ट रिक्वेस्टिङ यु सब्सक्राइब। अब त्यस्तै अङ्ग्रेजी अब जान्दिनँ, त्यही पनि बोलिरहेको छु। अब म चाहिँ यो कुराले होइन के रोएको भन्दाखेरि, न्यू मोनिटाइजेसन पोलिसी ओके, अब हामीले मेहनत गऱ्यो भने, भिडियो बनाउँदै गऱ्यो भने चाहिँ इट्स ओके। अब इट्स नट इम्प अब अङ्ग्रेजी बोल्दिनँ। अब यो चाहिँ पोसिबल छ, अब राम्ररी भिडियो बनाउँदै गऱ्यो भने। तर म स्याड किन छु भन्दाखेरि चाहिँ य न्यू माइक्रोफोन मगाएको होइन। अब मगाएर चाहिँ मैले के गल्ती गरेँ भन्दाखेरि, मैले होइन गल्ती गरेँ है, मैले चाहिँ धेरै ट्राई गरेँ, तर यसले चाहिँ कनेक्ट भएर पनि आवाज दिएको छैन। फोनकै माइक्रोफोनबाट चाहिँ रेकर्ड भइरहेछ। यसको माइक के भनौँ, म त रिसिभर लगाएर कनेक्ट गरेर पनि माइक चाहिँ काम गरिरहेछ। अब यसले काम नगरे भने यसको सकल चाहिँ हेर्नुहोस् हजुरहरू। अब हजुरहरूलाई देखाउँछु यो कस्तो छ भनेर। अब थोबडा हेर्नुहोस्, अडियो चाहिँ काम नै गरिरहेको छैन। यसको थोबडा चाहिँ यस्तो छ, यसको माइक्रोफोन यस्तो छ। रिसिभर चाहिँ मैले चार्जमा लगाएको छु, चार्जमा लगाएर पनि केही काम त छैन, त्यही पनि लगाएको छु। अनि यहाँनिर चाहिँ यस्तो छ, यो चाहिँ सबै राम्रो छ, बट यसले चाहिँ अडियो रेकर्ड गरिरहेको छैन, त्यही प्रब्लम छ। अब यदि हजुरहरूले चाहिँ यो माइक्रोफोन प्रयोग गर्नु भएको छ भने F11 2 वायरलेस माइक्रोफोन यो चाहिँ युज गर्नु भएको छ भने यसको बारे चाहिँ अब कमेन्टमा बताउनु होला। युज गर्नु भएको छैन भने पनि हजुरहरूलाई थाहा छ भने चाहिँ मलाई बताउनु होला कसरी गर्छ यसले रेकर्ड। धेरै ट्राई गरिसकेँ मैले चाहिँ, अब भइरहेको छैन। त्यही पनि अब हजुरहरूलाई थाहा छ भने चाहिँ बताउनु होला कमेन्टमा। अनि युट्युबले चाहिँ हाम्रो चाहिँ अब के भनौँ, अब युट्युबले चाहिँ नयाँ पोलिसी ल्याएर अब हामीलाई चाहिँ डरायो। अब त्यही पनि अब म चाहिँ हिम्मत हार्दिनँ, किनकि अब जति नै भयो भने एक दिन मोनिटाइजेसन हुन्छ नै हुन्छ। अब हजुरहरूलाई सोधिरहेको छु, हुन्छ कि हुन्न? 1000 सब्सक्राइबर पुगाउनुहुन्छ तपाईँहरूले, सपोर्ट नै गर्नुहुन्न कहाँबाट यार। सब्सक्राइब भनेपछि अनसब्सक्राइब गर्नुहुन्छ। अब के भन्ने मैले चाहिँ, अब गर्नुहोस्, सब्सक्राइब गरिराख्नु होला। अनि भिडियो पनि हेर्ने गर्नु होला है। भिडियो नहेर्नेहरूले चाहिँ सब्सक्राइब नगरे हुन्छ, किनकि अब भिडियो नै हेर्नुहुन्न भने सब्सक्राइब गरेर के काम। सो आजको लागि यति नै, भेटौँला नेक्स्ट भ्लगमा। टाटा। अब नेक्स्ट भ्लग पनि आउँछ कि आउँदैन, अडियो क्वालिटी चाहिँ यही हुन्छ फोनको, बेकार नै भयो यार, पैसा बर्बाद। अनि अब सब्सक्राइब गर्नु भएन भने, अनसब्सक्राइब गर्नुभयो भने चाहिँ कहाँबाट भिडियो आउँछ लामो।